मिठो मिठो रसभरी कसरी नजिकै आउँदैछ। हेर्नुहोस् त हामीले हाम्रो घरमा सजिलो र छिटो कसरी चाहिँ रसभरी बनाउन सकिने रहेछ। एकदम स्वादिष्ट हुन्छ यसरी बनाउँदा चाहिँ। हजुरहरूले पनि एकपटक ट्राई गर्नुहोस्। तिहार नजिकै आउँदैछ र आफ्नो दाजुभाइहरूलाई खुवाउनुहोस्। सबैजना दङ्ग पर्नुहुन्छ यसरी हजुरले खुवाउँदाखेरि। अनि रेसिपी माग्नुहुनेछ हजुरहरूसँग के ट्राई गर्ने होइन त? अब बनाउनुहोस् है त। सबैलाई तिहारको धेरै धेरै शुभकामना। ह्याप्पी दिवाली टु अल। थ्याङ्क यू गाइज। फेरि पनि आउनुहोला, लाइक सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू साथीहरू। ल हेर्नुस् त यो फुलेर डबल साइजको भयो। अब भने यसलाई 3 फिट फ्रिजमा राख्ने